आफ्टर लङ टाइम हामीले फेरि चाहिँ कार्ड हाइड गर्ने भनेर निकालिसकेका छौँ। यसमा चाहिँ 3वटा कार्ड छ र हामीसँग गिफ्ट पनि 3वटा छ, एउटा इयरबड्स, इयरफोन र अलार्म क्लक है। यसमध्येमा 3वटा कार्ड छ, यसमा 1 2 3 लेखेर हामीले राखेको छौँ। यो 1 2 3 सँग खासै मतलब चाहिँ छैन। अब चाहिँ के हुन्छ भने अहिलेको सिस्टम चाहिँ चेन्ज के भएको छ भने एउटा इयरफोन लेखेर एउटा चिरकटो यहाँ राखेको छ, एउटा इयरबड्स लेखेर एउटा यहाँ राखेको छ र एउटा अलार्म क्लक लेखेर यहाँ राखेको छ। यसमा 3वटा चिरकटो छ, 3वटा डल्ला छ। जसरी बुझ्न सक्नुहुन्छ तपाईँले बुझ्नु हैन। 3वटा चाहिँ यहाँ डल्ला कापीको पाना बेर राखिएको छ। त्यसमा चाहिँ नाम लेखेको छ, यिनी 3 चीजको नाम लेखेको छ। अब तपाईँले मानौँ फर इक्जाम्पल यो कार्ड मैले भेटाएर आएँ भने मैले चाहिँ अब यसबाट एउटा कार्ड निकाल्न पाउँछु र एउटा कार्ड निकाल्दाखेरि मलाई जुन पर्छ, जस्तो यसमा त्यो कार्ड त्यो डल्लोभित्र इयरफोन लेखेको भए मैले इयरफोन पाउँछु, अलार्म क्लक लेखेको भए अलार्म क्लक पाउँछु, या इयरबड्स लेखेको छ भने मैले इयरबड्स पाउँछु है। यसमा चाहिँ त्यो डल्ला छ र यो 3वटा कार्ड भयो र अब हामी जान्छौँ